जुम्ला महार र प्रभाको उम्मेदवार ज्ञानेन्द्र साईज्यूले जित हासिल गर्नुभएको छ। जम्मा 40,878 मतमा ज्ञानेन्द्र साईजीले 14,816 मत ल्याएर जित हासिल गर्नुभएको छ। उहाँको निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीको 11,635 मत आएको छ र आफ्नो जित दर्ता गर्नुको साथै ज्ञानेन्द्र साईजी मन्दिर स्थापक केन्द्र जुम्ला जनताका स्थापक केन्द्र चन्द्रनाथ भैरवनाथ मन्दिर घुम्नको लागि जाँदै हुनुहुन्छ र उहाँको समर्थकहरू एकदमै निकै नै उत्साहित भएर उहाँको जितमा रमाइरहेका छन्, साथ समर्थन दिइरहेका छन् र यति सुरक्षाकर्मीहरूको बावजुद पनि उहाँलाई भिडले अवरोध भइराखेको छ। मन्दिर परिसर जान लाग्नुभएको छ। मान्छे जितेर आफ्नो रुटलाई सम्मान गर्नुहुन्छ नि। अब उहाँ मन्दिर परिसरभित्र गएर पण्डित गुरुसँग भेट्नुहुन्छ अनि आशीर्वाद लिँदै हुनुहुन्छ। पुरा देश घन्टीमै भएको बेला जुम्लामा यति बेला ज्ञानेन्द्र साईज्यू चन्दननाथको घन्टी बजाउँदै हुनुहुन्छ र यसरी उहाँले चन्द्रनाथ भैरवनाथ भगवानको आशीर्वाद लिनुभएको छ। अब उहाँले सुरुमा गर्नुभएको आशीर्वाद माग्नुभएको पुरा भएको महसुस गर्नुभएको छ र यसरी जुम्ली जनताले उहाँलाई आशीर्वाद दिनुभएको छ। भगवान चन्दननाथले पनि उहाँलाई आशीर्वाद दिनुभएको छ। भित्र भगवानको आशीर्वादको विजय भएको छ। हालो छापबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उहाँ विजय हासिल गर्नुभएको छ र अहिले उहाँ भैरवनाथ मन्दिर भ्रमण गर्दै हुनुहुन्छ। त्यहाँ पनि उहाँ आशीर्वाद लिएर गुरुको र यसरी उहाँले चन्द्रनाथ भैरवनाथ मन्दिर भ्रमण गरी फेरि पनि जनताको सामु आफूले सम्बोधन गर्दै हुनुहुन्छ।